अहिले म चाहिँ धरान उपमहानगरपालिकाको वार्ड नम्बर 15 स्थित रहेको साकेला थानमा आइपुगिसकेको छु। म जाँदै गर्दा बाहिरपट्टिको सानो भिडियो क्लिप। सम्पूर्णलाई नमस्कार, म राजेन्द्र मेलिहाङ। अहिले चाहिँ म किराँतीहरूको महान संस्कार उभौली पर्वको अवसरमा धरान 15 को कार्य समितिले तयार गरेको साकेला शिली प्रदर्शनीको स्थल मैदानमा आइसकेको छु र यहाँभित्र चाहिँ साकेला थान पनि छन् र यहाँ चाहिँ धामीले आएर आफ्नो साकेलालाई उहाँले चारीलाई पुजिसक्नु भएको छ। हामी वास्तवमा किराँतीहरूको महान चाड उधौली उभौली हामीले मान्ने चलन छ। एलेदुङ 5086 को अवसरमा आज ज्येष्ठ 1 गतेको दिन धरान 15 स्थित रहेको यस साकेला थानमा सम्पूर्ण किराँती समुदायका टिमहरू यहाँ आएर आफ्नो शिली प्रदर्शन गर्नको लागि सम्पूर्ण तयार भइसकेका छन् र हाम्रो किराँतीहरूको महान संस्कार अनुसार परम्परा अनुसार शिली विभिन्न भेगमा प्रदर्शन अर्थात् गर्नको निमित्त चाहिँ यहाँ तयार गरेर आएका हुन्छ। हामी पशु पन्छी जनावर किरा फटेङ्ग्रा चरा र मान्छेको जीवन उत्पत्तिको सङ्घर्ष र बोट बिरुवाको बारेमा शिलीहरू बनाएर काल्पनिक कुराहरूलाई पौराणिक कुराहरूलाई लिएर आएको भइन्छ भने यहाँ सम्पूर्ण टिमहरूले यस प्रदर्शनीमा चलाइएका पुर्खाहरूले चलाएका हाई हतियारहरू र गरगहनाहरू र विभिन्न पोसाकहरूलाई पनि यहाँ समावेश गराउने प्रचलन छ र यहाँबाट म चाहिँ भित्रतिर जाँदैछु। भित्र गएर मैले त्यहाँको विभिन्न शिलीहरू हामी अन्न बाली पशु पन्छी जनावर मानव जीवन चक्रको बारेमा बनाइएका शिलीहरूलाई म काल्पनिक हाम्रा पुर्खाहरूले नाच्दै आएको शिलीलाई म त्यहाँ तपाईहरु माझ देखाउनको लागि सानो भिडियो क्लिप लिएर आइसकेको छु र म चाहिँ यहाँ भित्रको परिवेश यस्तो छ। यो चाहिँ अहिले हाम्रो धरान 15 को साकेला थानमा अब चारीलाई उठाउनको निमित्त यहाँ हाम्रो म बनछु नानाले चाहिँ कच्चुरो हानिरहेको छ। यो नाना मेरो पनि हान्दिनु पर्यो एउटा। म तीर्थेम्पाको छोरा रतन चाली। यता मेरो फुपू हुनुहुन्छ। मेचिलुङ त बाउको त थाहै भएन तर पनि मेरो नामबाट ए हो ल उहाँले चाहिँ मेरो पछाडिबाट शत्रु छ भनेर भन्दै हुनुहुन्छ। हुन्छ त यो चाहिँ मान्छेमा शिली नाचिरहेको छ। यो किराँतीहरूको महान संस्कार अनुसार कान्ताहरूको यो शिली गीत गाएर चाहिँ उहाँहरूले नाचिराख्नु भएको छ र यो धरान 15 को साकेला थान स्थितमा भएको धरान वार्ड नम्बर 15 को कार्य समितिको आयोजनामा धरान 15 मा भएको साकेला शिली नाच प्रदर्शनीमा कान्तावा राईहरूको पनि यहाँ थोरै संस्कारलाई मैले देख्न पाएँ। एकदमै राम्रो लाग्यो, खुसी लाग्यो र अहिले चाहिँ म धरान 15 को कार्य समितिको प्रदर्शनी कार्यक्रमको यहाँ बनाएर जाने योजना गरेँ र यहाँ अतिथिहरू बसिसक्नु भएको रहेछ। सर यहाँबाट यसरी अगाडि बढे कार्यक्रमलाई विशेष गरी चाहिँ प्राथमिकता हामी कार्यक्रमको नेपाल तामाङ घेदुङ इकाइ समितिका अध्यक्ष उहाँहरू आउनु भएको छ भने अतिथि आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। र यहाँको मैले विभिन्न दृश्यहरू देखाउनका साथै म यहाँबाट थोरै यो साकेला थानको तिर प्रवेश गर्नेछु। म यहाँ साकेला थान चाहिँ यहाँ धरान 15 को हामी प्राकृतिक पूजक भएकै हिसाबले पनि यहाँ साकेला थानको छोट सानो भिडियो क्लिप बनाउनको लागि म यहाँ प्रवेश गरिसकेको छु। यहाँनिर चाहिँ हाम्रो यो साकेला थान छ। यो साकेला थानलाई अलिकति यहाँ सानो भिडियो बनाउन चाहन्छु।
यो चाहिँ हामी प्रकृति पूजक भएको नाताले गर्दाखेरि हामी चाहिँ यहाँ जहिले पनि यसरी रुखको फेदमा ढुङ्गाहरूलाई मान्ने चलन हिजो आदिम कालदेखि पुर्खाहरूले गर्दै आएको कुरालाई नै हामी समावेश गराउनेछु। त्यसो भएको हुँदाखेरि यहाँ थोरै मैले भिडियोलाई यसरी अपडेट गर्न चाहेँ र यहाँ हाम्रो चाहिँ चामलिङ राईहरूको संस्कार अनुसार हाम्रो कुलको धामी हुनुहुन्छ उहाँले चाहिँ यहाँ यसलाई पूजा गरेर यसो गर्दै हुनुहुन्छ भने उहाँ चाहिँ हाम्रो धामीको साथी जस्तो हुनुहुन्छ र यो ठुलो रुखलाई चाहिँ हामीले साकेला थानको रूपमा मान्ने प्रचलन छ। हामी प्रकृति पूजक भएकोले गर्दाखेरि पनि हामीले यहाँ चाहिँ यसरी पूजा गर्छौँ र म तपाईँहरूलाई यसको भिडियोहरू सर्टकटमा देखाउने नै छु भन्ने अनुरोध गर्न चाहन्छु। यहाँ मसिनो नानीहरूले चाहिँ आफ्नो यसलाई हाम्रो भाषामा चामखी भन्छ, जुन चामखी बजाएर चाहिँ नाचिराख्नु भएको छ र उहाँहरूले यत्रो साना नानीहरूले पनि आफ्नो कल्चरलाई नभुलेर चाहिँ उहाँहरू जोडका साथ नाचिरहेको म तपाईँहरूलाई देखाउन चाहन्छु।